वर्षा छोरी यो साबुन चाहिँ यो डगीहरुले नुहाउने साबुन हो हैन। यो साबुनले नुहाउँदैछु। अस्ति कस्तो सुन्थ्यो भाइले मान्छे नुहाउने साबुनले नुहाइदिनु हुन्छ भन्नु थियो। मान्छे नुहाउने साबुन हैन यो है। ल एकछिन नानी एकछिन यता आउँदै एकछिन आउँदा यहाँ बस्छ न। आज उसलाई फकाउने गफ गर्ने भएन नि त। यहाँ पानी हाल्नु मान्छ मजाले गन्धे भएछ कान्छी गन्धे पखाइ कान्छ पुरा। तिमी मैली भयो नि त। तिमी मैली भयो भने त मलाई त ठिक लाग्दैन। पुरा मान्छौ खै साबुन लाउनु नानी। अरू त्यति मान्दैन कि उता नुहाउनु भनेपछि यस्तो खुसी हुन्छ नि है कान्छी। सफा हुनु पर्यो अन्त तिमीलाई म छिनमा लान्छु सोफामा लान्छु हो। सुनिरहेको राम्रो। अब मलाई भरेदेखि त मलाई सोफामा हाल्यो भने त म हेर्न भन्दैछ। भोलिदेखि नुहाउँदिनँ फेरि भन्दैछ। यसरी सफा भयो भने तिमीलाई म बोकेर लान्छु डुलाउँछु होइन। सफा राख्नु हेर्न है 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 पुरा बुझ्छ नि भनेको मान्छ। यतिको ज्ञानी चाहिँ हुनु पऱ्यो नि त। खोइ छोरी पुग्छ त्यही पानी हाल्नु नि हौ सुक्खामा। चिसो भयो तिरिङ्ग भयो। घाँटी नुहाउँ घाँटी घाँटी नुहाउनु छोरी। घाँटी नुहाउनुपर्छ छोरी। मुख पनि धुनुपर्छ छोरी। मुखहरू धुनुपर्छ हो। यहाँ घाँटीमा पुरा नुहाउनुपर्छ नानी। बेल्ट खोलौँ ल चिसो हुनेछ है। एकछिन 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 भएको छैन। म नुहाउँदैछु सही छुइनँ। एकछिन जिउ नटटक न। म गरिदिन्छु। म पुछिदिन्छु नि। यसको पुछ्ने कहाँ थियो? पुछ्ने रेडी गर है। जल्दी जल्दी पुछ्नेको रेडी गर यार। कहाँ यहाँ पुछ्नुपर्छ नि हो यार। खै खुट्टाहरू क्या मानिन्छ होइन। मेरो कान्छी छोरी त कस्तो मान्छ खै। यसो गर एकछिन ल नानी। यहाँ हात यसो गर्देखि यहाँ हात टेक त हो। यहाँ टेक ल एकछिन टेक ल। अब फल नि त हो त यसो गर ल। रहेछ ल एकछिन त्यसरी बस है। म पानी हाल्छु ल अब ल। पकाइ 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 पका 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 पकाउनुपर्छ। ए हौ धरे है। यहाँ लु पाइप लाउनु त होइन ल। पकाइ 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 सक्नु आँटेँ मैले। सक्नु आँटेँ सक्नु आँटेँ। एकछिन एकछिन नानी सक्नु आँटेँ। एकछिन 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 यहाँ कस्तो तिमी फोरी भएको थियो नि त है। एकछिन 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 है तँलाई किन यस्तो ज्ञानी भएको अचम्म लाग्छ है कान्छी त। म त नि कस्तो चाहिँ ज्ञानी छ नि उता है। एउटा हातले अलिक पानी लाउनु पर्ने रहेछ हौ। अहिले म अलिकति हालौँ। एउटा हातले पानी हाल्दा छातीमा लगाएँ। यहाँ टाउकोमा हात लाउनु भएन ल। आँखामा बसेर चाहिँ हात लिन्छ नि यिनीहरू। लगा 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 लगा। भुँडी पुरा छ भुँडीमा लगा। छातीमा लगा लगा लगा। यहाँ भुँडीमा लगा सल्सा अगाडि लगा 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 लगा। यो फिलातिर लगा। पिछा राम्रो ल ल ल। तँ कहाँ गयो क्यामेरा हेर्दा खै यता ल ल सके सके। पुछ्ने रेडी गर। पुछ्ने कान्छीलाई त्यो थाङ्ना ल्याउ न। कहाँ पुऱ्यायो उसको पुछ्ने घाँटीमा। लु 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 छोरी सक्यो। सुकाउँछ सुकाउनु त तर लु लु भयो 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 लु भयो लु भयो भयो भयो। यहाँ लु यस्तो हल्का हुन्छ यो पुरा आउँछ नि उता अन्त अन्त सिधा बाटो। कान्छीलाई नुहाउनु साह्रो मन आउँछ। अलिक ठुलो पार्दैन बन्ने छ भाइ नुहाउँछ। बनाएको म बनाइदिन्छु। ब्ल्याङ्केट छिटो उठाउनु पर्दैन सुत्नु हेरेको हो छिटो आफै बुझ्छ। जिउ पुगेको कान्छीले जिउ पुगेको। अलिक ठुलो लु कान्छी यहाँ आऊ। कान्छी यहाँ छोरी यहाँ आऊ। लु यहाँ आऊ। अनि उता हो पर यहाँ यहाँ ठुलो बनाइदिन्छु। जल्दी मैले गर हजुर। जला जला भुक्लु गयो जला पुरै फोल्डिङ गरिदियो पुरै फोल्डिङ पुरै। त्यो अर्को पनि ठुलो पार्दैन। पानी छ अचार बनाइदियो हेर न। होइन यो क्या मजा आयो ल। चान्चो आमा क्या मजा आउँछ यो नि। यहाँ चाहिँ मजा आउँछ नि। किन
यिनीहरूलाई मिसिनबाट नदिउँ होला घाममा चाहिँ छिपो चाहिँ यहाँ त देखि